भैरवकुण्ड यात्रा सुरु। हाम्रो भैरवकुण्डको यात्रा सुरु हुँदैछ है केटा हो। कस्तो लागिरहेछ कस्तो? एकदम दामी। हामी दोलघाट पुग्यौँ। दोलघाट Let's go far away together, a journey that we'll always remember. The world outside is waiting, the secrets that we've yet to find. The road ahead, it seems so grand, a story that will soon expand. We'll leave behind the daily grind, the worries that have been unkind. Underneath the open sky, our adventure's about to fly. The sun will rise on brand new days as we walk along these ancient ways. The wind will sing a gentle song, guiding us where we belong. Let's go far away together, to places that we've never seen, through mountains high. The waters like a crystal wall, the trees will whisper soft and low, sharing tales of long ago. At night we'll watch the stars align as if they're drawing out our sign. The moon will cast a silver glow on this path that will always know. Meet the locals on the way and learn the stories of their day. Their smiles will warm our hearts so true, making. हामी चाहिँ बगामबाट जान रेडी। यही हो बगाम गाउँ, एकदम मजाको गाउँ छ। अब हामी बगामबाट आज सिधै भैरवकुण्डबाट अनि सैलुङ। केटाहरू पनि सब रेडी हुँदैछन्। रेडी हुँदैछन् फटाफट केटाहरू रेडी हुँदैछन्। सङ्घर्ष केटाहरू सङ्घर्ष गर्दैछन्। हाफलोस धेरै नलिऊ बिस्तारै बिस्तारै। आयो एउटा भाइ आयो। हाफलोस धेरै नलिऊ है, हाफलोस धेरै नलिऊ। Just let me run टेन्सन। अझै एउटा मन बाँकी।
भैरवकुण्ड आउँदै हुनुहुन्छ भने होसियार, बाटो एकदम डेन्जर। जाउँ 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 बिस्तारै जाउँ, बाटो एकदम हिलो। टु व्हिलरमा आउनेहरूलाई सावधान। अब हाम्रो यात्रा सुरु भयो। हिँड्दै पहिलो भेटमै मन भयो भुतुक्क जब हेऱ्यो मलाई नै सुटुक्क अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर सानो घर त्यही डाँडामै काटुला सुख दुःख बाटो त यस्तै हो। सँगसँगै साटौला अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर घाम जुन रहे सही आकाशमा बाँचुन्जेल बस्नु है यो सासमा अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर जसरी नि साथ दिन्छ छायाले बाँचेको छु तिम्रै यो मायाले अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर। चाहिँ बल्ल बल्ल भैरवकुण्ड पुग्यो। भैरवकुण्ड आसपासको भ्यू यस्तो देखिन्छ। Too many wishes, too many mistakes that we made. For the sake of nothing, we was finding love in a hopeless place, hopeless place. Oh my god, यो हो नि त भैरवकुण्ड। फाइनली भैरवकुण्ड तालमा ताल जमेको छ। खतरा खतराला भैरवकुण्ड ताल खतरा, पुरै हिउँ बाँकी छ। ताल फुल जमेछ, फुल पुरै ताल हो, ताल पुरै जमेछ। हेर्नुहोस् सबै ताल। एकचोटि सबै आउनै पर्ने ठाउँ हामी यहीँ आइपुग्यो। यता चाहिँ हिन्दूहरूले चाहिँ ढोग्ने भैरव मन्दिर सानो बनाएको छ। अनि यता चाहिँ सायद मैले थाहा पाइनँ के हो। हेर्नुहोस् आइस कति बाक्लो छ। हेर्नुहोस् पुरै फुल फ्रोजन आइस हो लेकको।
सुई घुम्न ल ल गाइस अब हामी बाई बाई भैरवकुण्डलाई कस्तो भयो केटा हो भैरवकुण्ड यात्रा मोबाइल भयो कस्तो भयो सेभिन स्नोफल हुँदैछ हेर्नु नि खतरा हो अनि स्नोफल भइरहेछ अहिले कस्तो छ समीर दामी दामी मोबाइल भयो रमाइलो भयो रमाइलो फोटो नि खतरा आयो नगाई पनि खिच्यो हामीले कस्तो भयो भैरवकुण्ड यात्रा कस्तो भयो दामी मजा आयो त्यो उठ्यौ न सोनपापडी झिक्देऊ न झिक्नै ला ए त्यो नै खाली गर्दै आनन्द हुन्छ भैरवकुण्ड मन्दिर पनि देखाउँछु भैरवकुण्ड मन्दिर चाहिँ यो हो चिसो धेरै चिसो मन्दिर चाहिँ यही हो सीता सबै डाँडा हामी लाँदा आँटा त पऱ्यो हिउँ Heartbeats sink into this melody. You and I forever, wild and free, even in dark skies.